आज डेभलपमेन्ट ब्याङ्कका चाहिँ कुराहरू चाहिँ गरौँ है। यो एरिया चाहिँ कुन भयो? आज चाहिँ वैशाखको चाहिँ होइन है, जेठको चाहिँ कति गते भयो त? लगभग चाहिँ 3 गते होला है, एक्ज्याक्टली रूपमा चाहिँ थाहा छैन। मे 19 तारिक हो आज चाहिँ है। आज चाहिँ जेठको 3 देखि 4 गते चाहिँ हुनु चाहिँ पर्छ है त। हाम्रो पात्रमा चाहिँ हेरिहालौँ है त। यसमा अपडेट चाहिँ भएको चाहिँ रहेनछ है। त्यति कुराहरू चाहिँ मलाई पनि थाहा हुनुपर्ने हो। आज 5 गते चाहिँ रहेको चाहिँ छ है, सोमबार। आज डेभलपमेन्ट ब्याङ्कहरू चाहिँ एकदम राम्रो र्यालीमा चाहिँ बढ्यो। डेभलपमेन्ट ब्याङ्क नै लगभग चाहिँ 2%को हाराहारीमा चाहिँ वृद्धि भयो है। अनि हेर्ने हो भने चाहिँ हाम्रो म्याक्सिमम चाहिँ पोइन्ट अफ कुरा भनेको चाहिँ डेभलपमेन्ट ब्याङ्कमा चाहिँ इन्ट्री गर्न चाहिँ सकिन्छ त भन्ने सिनारियो नै हो है। अहिले लो क्यापका कम्पनीहरू चाहिँ चलेका हुन्, जस्तै कि जुन चाहिँ 4वटा कम्पनी, अब सप्तकोशी अनि सिन्धु अनि त्यस्तै सिन्धु त्यसपछि चाहिँ कर्पोरेट डेभलपमेन्ट ब्याङ्क अनि त्यस्तै गरी चाहिँ ग्रिन डेभलपमेन्ट ब्याङ्क चाहिँ बढेका चाहिँ छन् है त। 4वटा कम्पनी चाहिँ बढेका चाहिँ हुन्। अब यसमा चाहिँ इन्ट्री गर्न चाहिँ सकिन्छ कि सकिँदैन भन्ने कुरा हो, सिम्पल कुरा। तपाईँहरू चाहिँ नयाँ लगानीकर्ता हुनुहुन्छ भने चाहिँ इन्ट्री नै नगर्नुहोस् है त। अब किन कसरी त्यो एनालाइसिसहरू चाहिँ आफै गर्नु है, आफै केलाउनलाई पनि एकदम बेटर भयो है। किन भनिसकेपछि म तपाईँले चाहिँ सिम्पल उदाहरण दिन्छु। बुलिस क्यान्डल यहाँ पनि बनेको हो, यहाँ पनि बनेको हो। हाम्रो खातामा किनिसकेपछि 3 दिन चाहिँ खातामा चाहिँ आउनलाई लाग्छ है। तपाईँलाई चाहिँ नलेज हुँदैन है, कसरी बढेको चाहिँ छ, कसले उचालेको चाहिँ छ, कुन रेन्जबाट गएको हो है। कसैले चाहिँ बुलिस टाइपको क्यान्डल बनाइदियो, अघिल्लो क्यान्डललाई चाहिँ ब्रेकआउट दियो किन भनेर चाहिँ भन्ला है। त्यो रिक्वायरमेन्ट त पुरा चाहिँ भइसकेको चाहिँ छ है। सर्ट टर्मको रिक्वायरमेन्ट चाहिँ पुरा भएको हो। तर चाहिँ तपाईँ नयाँ लगानीकर्ताहरू हुनुहुन्छ भने चाहिँ इन्ट्री गर्ने होइन है, गर्ने नै होइन है त। मेरो सुझाव त्यही नै हो है। त्यसपछि चाहिँ तपाईँहरू चाहिँ ट्रेड गर्न चाहिँ सक्नुहुन्छ र गर्न चाहिँ चाहनुहुन्छ, गर्न सक्नुहुन्छ भनिसकेपछि चाहिँ मजासँग एसएल लगाएर चाहिँ ट्रेड चाहिँ गर्न चाहिँ सक्नुहुन्छ। मैले गर्दै नगर्नु चाहिँ भनेको चाहिँ होइन, गर्नुहोस्, गर्न चाहिँ सक्नुहुन्छ है। एउटा चान्स हो है, बढ्न चाहिँ सक्छ है, तर चाहिँ म्याक्सिमम बढ्ने भन्दा पनि घट्ने सम्भावना चाहिँ प्रोबाबिलिटी चाहिँ धेरै नै हुन्छ। त्यस कारणले एसएल चाहिँ लगाउनु होला। योभन्दा तलतिर आयो भने चाहिँ जुनसुकै परिस्थितिमा पनि तपाईँ चाहिँ एसएल चाहिँ लगाउनु होला है। यो ग्रिन भए पनि भयो, सिन्धु त्यही नै हो, सेम सिनारियो हो है। एउटा रेन्जमा चाहिँ अब कसैले भन्ला सपोर्टको पोइन्टबाट चाहिँ आएर चाहिँ मार्केटमा चाहिँ 2 दिन भयो ग्रिन क्यान्डल फर्मेसन भएको, एकदम स्ट्रङली है। तर चाहिँ यो लेभलबाट चाहिँ डिस्ट्रिब्युसन भइराखेको चाहिँ छ भने चाहिँ तपाईँको 800 को स्टक कसले बढाइदिने है। ठुलो ब्रोकर त निस्किसकेको चाहिँ छ है त। त्यस कारणले मात्रै भनेको हो मैले है। हो, ठुलो ब्रोकर निस्केला ननिस्केला त्यो आफ्नो बाटोमा चाहिँ छ, हो ठिक छ। तपाईँ किन्नुभयो है, नयाँ लगानीकर्ताहरू हुनुहुन्छ भने चाहिँ इन्ट्री नगर्नु नै भन्छु म। पुरानो लगानीकर्ताहरू हुनुहुन्छ भने इन्ट्री गर्नु, केही भएन, बढ्ला भोलि बढ्ला, आफ्नो टार्गेट पुरा भयो है, आफूले लिनुहोस् निक्लिनुहोस्, सकियो है। तर चाहिँ घट्यो भने एसएल लगाउने कि नलगाउने है, लगाउनु होला, एकदम मजासँग लगाउनु होला, नत्र भने चाहिँ धेरै नै पैसा घुम्ने चाहिँ चान्स हुन्छ है। त्यस कारणले नै भनेको मैले तपाईँहरूलाई चाहिँ यिनी 4वटा कम्पनीकै मन्थली टाइम फ्रेमको बेसिसबाट मैले चाहिँ तपाईँलाई चाहिँ चार्ट देखाउन लागेँ है। मन्थली टाइम फ्रेममा चाहिँ मैले सिम्पल कुरा एउटा के लगाएँ त भन्दाखेरिमा चाहिँ यो आरएसआईहरू अनि त्यस्तै गरी चाहिँ सबै चिजहरू चाहिँ लगाएँ। एसएपीडिबिएलको के छ, अझै पनि सेल चाहिँ छैन, तर चाहिँ सेल भइसकेको चाहिँ छ है त। भन्नाले माथिल्लो प्राइस कुन महिना 1 2 3 4 5 महिनादेखि रिजेक्टेड चाहिँ है। सिन्धुको पनि सेम सिनारियो नै छ है। कर्पोरेट डेभलपमेन्ट ब्याङ्कको पनि सेम सिनारियो नै छ है त। अनि त्यस्तै गरी चाहिँ ग्रिन डेभलपमेन्ट ब्याङ्कको पनि सेम सिनारियो नै छ भनिसकेपछि चाहिँ मैले भन्न चाहिँ खोजेको के हो भन्दाखेरिमा चाहिँ जब मार्केटमा चाहिँ प्राइस एउटा चाहिँ ओभर भ्यालुडमा पुग्छ नि है, खाँदिनँ ओभर भ्यालुडमा पुग्छ नि, त्यसपछि चाहिँ मार्केटमा चाहिँ सेलिङ प्रेसर आउँछ है। जुनसुकै हेर्नु है, तपाईँहरू चाहिँ म्याक्सिमम भनेको चाहिँ के छ त भन्दाखेरिमा चाहिँ कति पर्सेन्टेज नाफा छ यसमा हेर्नु, 300% नाफा छ के। अब त्यो रेटमा चाहिँ पुग्ला त हो सरहरू, पुग्न पनि सक्छ पुग्न पनि सक्दैन। तर चाहिँ पोइन्ट अफ भ्यू के हो भन्दाखेरिमा चाहिँ रिस्क धेरै छ। मेरो विचारमा मैले देखेको अनुसार चाहिँ रिवार्ड चाहिँ कम छ। त्यस कारणले गर्दा इन्ट्री गर्नुहोस्, मजासँग इन्ट्री गर्नुहोस्। नयाँ लगानीकर्ताहरू हुनुहुन्छ भने चाहिँ इन्ट्री नै नगर्नुहोस् है, मैले बुझेको अनुसार है। पुराना हुनुहुन्छ तपाईँ जान्नुहुन्छ भने इन्ट्री गर्नुहोस्, तर एसएल चाहिँ लगाउनु होला, कुरा चाहिँ त्यही नै हो। अरू लो क्यापका कम्पनीहरूमा चाहिँ अब रिस्क रिवार्ड रेसियो हेरेर चाहिँ तपाईँ इन्ट्री गर्न चाहिँ सक्नुहुन्छ। रिस्क रिवार्डको कस्तो हो त भन्दाखेरिमा चाहिँ तपाईँ सबै पैसा चाहिँ एउटै सेक्टरमा लगाउने होइन है। कोही बैङ्कमा लगाउला है त, केही पर्सेन्टेज चाहिँ ट्रेडिङ इन्डेक्समा चाहिँ, इन्डेक्स भन्दा पनि ट्रेडिङ स्टकहरूमा लगाउला है त। जुन चाहिँ अब लङ टर्मको लागि हेर्नुहुन्छ भने क्यास बिबिएल एकदम बेटर छ है।
ओके एसपी भ्यालु चाहिँ लगाउन चाहिँ सक्नुहुन्छ। डिस्ट्रिब्युटेड युपिएस पनि एकदम राम्रो छ। त्यही नै भन्न चाहेँ मैले। यो भिडियो नितान्त चाहिँ तपाईँहरूको लागि चाहिँ एजुकेसनलको लागि मात्रै हो है त, भन्नाले चाहिँ सूचनाको लागि मात्रै हो। यही भिडियोलाई चाहिँ लिएर चाहिँ तपाईँहरू चाहिँ ट्रेड नगर्नु होला है त। त्यही नै भन्न चाहेँ मैले। हस् त, धन्यवाद।